साह्रै टेन्सन हुन्छ हौ नानीहरू बिमार हुँदाखेरि चाहिँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर युट्युब च्यानल एन्ड फेसबुक पनि है। फेसबुकमा पनि अब यो फेसबुक पेजमा पनि हाल्छु यो भिडियो चाहिँ। अनि गाइज अहिले चाहिँ हामी चाहिँ नानी लिएर डिस्पेन्सरी जाँदैछौँ है। नानी बिमार भएर खोइ के भयो रातभरिदेखि सुतेकै छैन। अन्त यसलाई ज्वरो आउँदैछ हो, ज्वरो पनि आउँदैछ प्लस भमिटिङहरू पनि गर्दैछ नि त। अन्त रुगा मार्किन लागिरहेछ। अन्त यसलाई चाहिँ अब लिएर डिस्पेन्सरी जाँदैछौँ हामी चाहिँ, बुढाबुढी हो। अब डिस्पेन्सरीमा गएर देखाउँछु फर्स्टमा, त्यहाँदेखि अगर भएन रहेछ चाहिँ फेरि हस्पिटल लिएर जानुपर्ने छ। जिन्दगी गाह्रो, हामी सबैजना बिमारै बिमार। म अलिअलि ठिक हुँदैछु, फेरि यता पछाडि म्याडम बिमार हो। यस्तो छ त अब जाँदैछु उकालो। रोड निस्कियो, रोड त रोड चाहिँ निस्कियो भर्खर हो। यत्रो उकालो हिँड्नुपर्छ, छ्या रोड निस्किनु पनि म त हरेस लाग्छ फेरि। कस्तो चाहिँ हरेस लाग्छ भने रोड निस्किनु। यो गाडी त अब यहीँ छ नि ट्याक्कै हो, आयो चढै हिँडिहाल्यो। तर गाडीको पनि हालत चाहिँ पत्ला छ है, यस्तो भइरहेछ बिजोक। लु गाइज अब चाहिँ हामी लाग्यौँ है डिस्पेन्सरीपट्टि। यता छ म्याडम शीतलमा नानी बोकेर। आउनुहोस् न, बस्नुहोस् न छिटो। यो सिट चाहिँ कति चाहिँ बिगार्दो रहेछ, को चढ्छ हुन्छ। ए बकेटहरू अस्ति यही छ है, भात लिएर गएको। ल अब चाहिँ हामी हिँड्यो है यहाँबाट चाहिँ उकालो। अब चाहिँ हामी चाहिँ जानुपर्ने चाहिँ अगाडि साखु हो होइन। साह्रै टेन्सन हुन्छ हौ नानीहरू बिमार हुँदाखेरि चाहिँ नि। रातभरि सुते छैन नि त, छ्याङ्गै पारेछ अन्त। रुन्छ किन रुको हो थाहै हुँदैन, पत्तै पाइँदैन। हामी त फेरि नयाँ पर्यो हो, एक्सपिरियन्सै छैन हो। सो त्यही भएर चाहिँ यस्तो एक्सपिरियन्स नहुँदा चाहिँ साह्रो पर्दो रहेछ है। जाँदैछौँ अब। यस आलु 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 कहाँ गएको? दाउरामा। यस भक्कुले ल दाउरा। त्यो डन्ठा चाहिँ किन बोकेको फेरि? लु गयो है हामी चाहिँ अब लाग्यो यहाँबाट चाहिँ। यस्तो यहाँ पनि झिलिली बनाएको छ है, झिलिली। अब यहाँ पनि मरौको काम आउनु आँट्यो। 3-4 तारिक हाम्रो गाउँमा त मरौ भक्कै फेरि हो। 3-4 वटा मरौ फेरि 2-3 दिन बादमा ग्याप हुँदै हुँदै भएको यो पालि त हाम्रोमा पनि। अब हामी लाग्यौँ, अब जाँदैछौँ उकालो। लु गाइज अब चाहिँ हामी यहाँ डिस्पेन्सरी आएर पनि चेकअप गरेर पनि दबाई सबै लिएर अब चाहिँ फर्किँदै गरेको है भाइ। हेर्नु नि बिमारी मेरो छोरा त। यस्तो बिमारी नानीहरू बिमारी भयो भने चाहिँ साह्रो टेन्सन हुने रहेछ आमा बाउलाई चाहिँ है। फर्स्ट फेरि यो नानी यो जन्मेर अहिले मात्रै यो बिमार भएको। हेल्दी त हेल्दी केटा हो नि त है। यहाँ हेर्नु नि, तिमीलाई के भन्नु छ? के भन्नु छैन है? ठुलो मान्छे जस्तो पो गर्दैछ त। पकडेका अंदर से ही लो। लो गाइज अहिले चाहिँ हामी अब फर्किँदैछौँ है। अन्त अहिले चाहिँ धेरै नै टेन्सन अलिक फ्री भयो, दबाई सबै लिएर आइयो होइन डिस्पेन्सरीबाट। सो अब यो दबाईले काम गरेन रहेछ भने चाहिँ 3 दिनसम्मको कोर्स दिइरहेछ। सो यो दबाईले काम गरेन रहेछ भने चाहिँ भोलि अथवा पर्सि हस्पिटलै लिएर जान्छु है। म फर्स्ट नानी बिमार भएको कि कम्ती साह्रो पर्दैन रहेछ नि हौ। रातभरि फेरि छाच्छ हो, ज्वरो आउँछ, त्यस्तै झगडा गर्छ, त्यस्तै हो। नानीहरू बिमार भएपछि पुरा झगडा गर्छ नि। अब किन हो, अब के दुख्दैछ, के भयो फेरि मेरो अड्क्यो त।
ल हेर्नु त यहाँ कति मजाले सुतिरहेको छ अहिले नि कतिको बदमासी छ जाति भयो भने त फेरि बदमासी सायद नि एकछिन बस्दैन नि फेरि बिमार हुँदाखेरि चाहिँ बरु चलोस् खेलोस् हुन्छ हो खेल्दाखेरि चाहिँ के साह्रो बदमास हुन्छ है हो नि बदमास फेरि के साह्रो भन्ने हुन्छ बिमारहरू हुँदा चाहिँ हो अब बिमार नहोस् बरु त्यो बदमासै गरोस् भन्ने नै हुन्छ नि है साह्रो रहेछ है फाइनली अहिले चाहिँ हामी घर आइपुगिसक्यो है नानी लिएर पनि अन्त यहाँ चाहिँ अब दबाई रेडी गर्दैछ हो अब फर्स्टमा चाहिँ के दिने हो फर्स्टमा चाहिँ अब रुगा मार्गीको दबाई दिने अहिलेलाई चाहिँ 2.5 ml कति दिनु भनेको छ म त बिर्सेँ उसलाई याद छ अन्त अब अहिले दिएर अब हेरौँ अलिकति बिसेक हुन्छ कि है नभए भने चाहिँ हस्पिटलै लिएर जाने अन्त त्यस्तो चाहिँ गाई चाहिँ हेर्दै गर्नु होला अनि धेरै धेरै माया दिँदै गर्नु होला अनि नानी बिमार भएर चाहिँ अहिले चाहिँ हामी चाहिँ अलिक टेन्सनमै छौँ कि सो त्यही भएर चाहिँ अलिकति अब त्यस्तै हो है गाई जिन्दगी सबैजनाको उफ बिरालो आयो यसलाई बाध्यै छैन आज हामीले हो नयाँ परिवार हाम्रो आज एउटा कुकुर लिएर आएको छौँ हामीले हो यहाँ हेर्नु हाम्रो कुकुर कतिवटा छ यो एउटा भयो हो यहाँ छ यो सेतो अस्ति हामीले बाटोमै भेटेर लिएको यो सेतो अनि यहाँ अर्को कालो नि लिएछु टोटल 3टा भयो घरमा अनि अझै अब एउटा ल्याउँदैछ सेवन्ताको घरमा छ पर हो अर्को चाहिँ दामी त्यो दामी कुकुर त्यहाँ पनि छ अन्त ल्याएर 4टा जस्तो हुन्छ ल गाइज है बाई बाई आजलाई यति नै सी यू अन द नेक्स्ट ब्लग है फेरि अर्को ब्लगमा भेट्नुपर्छ आजलाई यस्तै है त यहाँ दबाई सबै बनाउँदैछ अब अर्को ब्लगमा भेटौँ है बाई बाई भनिदिनु बाई 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 टाटा